हेलो हेलो सबैमा आज म फेरि हजुरहरुमा सानो भिडियो लिएर आइपुगे है त। अहिले चाहिँ हामी घरैदेखि हिँडेर चिन्डे डाँडासम्म जाँदै छौं है त। यसो हाइकिङ गर्दै आफ्नो हेल्थको लागि पनि हुने र त्यहाँ श्रमदान पनि गरौँ न त भनेर। र चिन्डे डाँडामा चाहिँ एकदमै विशाल ठुलो सुनिमा पारुहाङको स्ट्याचु बन्दैछ र त्यहाँ हामी श्रमदान पनि गर्ने छौं पुगेर। र हेर्नु न यहाँ अहिले बाटोमा चाहिँ यस्तो घाम लागेको छ, बाफरे अन्डा टक्क बाटोमा फुटाएर फाल्दा पनि पाक्ने घाम लागेको छ क्या। र हामीसँग दुईजना बेबी पनि छ है त, मजाले हेरिरहेको छ। र यहाँ बुनुहरू चाहिँ अघि नै पुगेर अहिले फर्किँदै गरेको रहेछ। अब हामी चाहिँ सर्टकट तर्फ लाग्यौं है त बाटो, किनभने अब घाम पुरा लागेको छ। अब यो अलिक सर्टकट बाटो हिँड्यौं भने जंगल पर्छ नि त, त्यही भएर अलिक शीतल हुन्छ। हामी चाहिँ अहिले सर्टकट तर्फ लाग्यौं। हाम्रो गाइड्सहरू पुरा हिँडिरहेको अवस्था छ र हामी अब पुग्न लागेको अवस्था पनि छ है त। ल साथीहरू, फाइनली हामी अहिले पुगेर पनि श्रमदान गर्दै गरेको अवस्था छ है त। यहाँ हेर्नु होला, यहाँ हाम्रो बुनुहरू पुरा खुसी हुँदै रमाउँदै गीत गाउँदै श्रमदान गरिराख्नु भएको छ। ल यहाँ भने हाम्रो हसिली रसिली बुनेहरू श्रमदान सकेर रेस्ट गरिरहेको अवस्था छ है त। यहाँ हाम्रो हुनुहुन्छ मनिषा सिस, यहाँ हाम्रो बुने आउँदैछ के बोकेर। हुनुहुन्छ हाम्रो नरेश दाइ। र आजको श्रमदानमा चाहिँ मैले एकदमै उहाँ चाहिँ हामीलाई एक्स्ट्रा देखेँ क्या, मलाई मन पर्यो, त्यही भएर उहाँको थोरै भिडियो मैले लिएँ। हेलो हेलो, कता हिँड्नु भएको हाम्रो सिस्टर? बिजुली बालेर पट भएर। यहाँ पनि हाम्रो बुनुहरूको टिकटक बनाउने कार्यक्रम चलिरहेको अवस्था छ। ल हेर्नु त, ल साथीहरू, छ्याङायो गुलियो अनि चटपटे। आमामा चटपटे त कसलाई मन नपर्ला र, होइन र? सबैजनाको सायद मुखदेखि पानी आइसक्यो होला है। तर साथीहरू थुक चाहिँ नबिलाउनु होला नि, फेरि हाम्रो पेट दुख्छ क्या। यति भन्दै हस् त, बाइ बाइ। म फेरि पनि हजुरहरूमा नेक्स्ट भिडियो लिएर आउने नै छु है त।